हाल अमेरिकन एयरलाइन्सका एयरबस पाइलट आदरणीय नवीन कार्कीज्यू हाम्रो समारोह स्थलमा उहाँको आगमन भइसकेको छ। म उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी पूर्व प्रमुख सेनानी श्री विकास थापाज्यूको पनि आगमन भइसकेको छ। म उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु माफ गर्नुहोला, विकास साक्यज्यूको आगमन भइसकेको छ। म उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र यसपछि हामी यो महिला खुल्ला तौल समूहकै अघिल्लो प्रतिस्पर्धा गराउनेछौँ र तयारीको लागि चन्दा कुमारी भुजेल रातो रिबनमा र अप्सरा कुमार सेतो रिबनमा तयारी अवस्थामा उपस्थित होला। चन्दा कुमारी भुजेल रातो रिबनमा र अप्सरा कुमार सेतो रिबनमा तयारी अवस्थामा उपस्थित होला। र यसपछि हामी सम्पूर्ण तौल समूहका क्वार्टर फाइनल प्रतिस्पर्धाहरू गराउनेछौँ। सबैभन्दा पहिला हामी पुरुष 50 केजीभन्दा मुनि तौल समूहका प्रतिस्पर्धा गराउनेछौँ र पुरुष 50 केजीभन्दा मुनि तौल समूहका विजयी खेलाडीहरूलाई म तयारी अवस्थामा उपस्थित हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। महिला अहिले भइरहेको यो महिला खुला अहिले यो भइरहेको प्रतिस्पर्धा यो महिला खुल्ला तौल समूहको प्रतिस्पर्धा हो, जसमा ममता रुम्बा रातो रिबनमा हुनुहुन्छ भने अम्बिका भुजेल सेतो रिबनमा हुनुहुन्छ। त्यसपछि तयारीको लागि चन्दा कुमारी भुजेल रातो रिबनमा र अप्सरा कुमार सेतो रिबनमा तयारी अवस्थामा उपस्थित होला। चन्दा कुमारी भुजेल रातो रिबनमा र अप्सरा कुमार सेतो रिबनमा तयारी अवस्थामा उपस्थित होला। र यो महिला खुल्लातर्फको अब एउटा प्रतिस्पर्धा बाँकी छ। यसैबीच खेलाडीहरूलाई तयारी अवस्थामा उपस्थित हुनुको लागि अनुरोध गर्दछु। यसैबीच अहिलेको यो प्रतिस्पर्धा बराबरीमै टुङ्गिएको छ। यो प्रतिस्पर्धामा चन्दा कुमारी माफ गर्नुहोला ममता रुम्बा रातो रिबनमा हुनुहुन्छ भने अम्बिका भुजेल सेतो रिबनमा हुनुहुन्छ।
फाइनल राउन्ड त्यसपछि यो तेस्रो चरणको प्रतिस्पर्धा हो। यो पुरुष खुल्ला र महिला खुल्ला तौलको हकमा तेस्रो चरणमा अनिवार्य डिसिजन भन्ने हुँदैन। अनिवार्य डिसिजन आउने अवस्थामा मात्र अनिवार्य डिसिजन हुन्छ। यदि अनिवार्य डिसिजन नहुँदाखेरि पनि ड्र भएको हकमा अन्तिम एक राउन्ड खेलाडी थप हुन्छ। यसैबीच यो तेस्रो चरणको प्रतिस्पर्धा पनि समाप्त भइसकेको छ। रातो